सोच्नु भएको छ बुढेसकालमा वा अचानक कुनै दुर्घटना भयो भने के हुन्छ, पैसा कहाँबाट आउँछ? हो, यो प्रश्नले हामी धेरै नेपालीलाई सताउँछ। अब के आफ्नो भविष्यलाई यसै अनिश्चिततामा छोडिदिने त? आज हामी ठिक यही डरको जवाफ खोज्दैछौँ। त्यो जवाफ हो सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफ। सुन्नु त भएको होला, तर यो कुनै सरकारी योजना मात्रै होइन है। यो त हरेक काम गर्ने मान्छेको भविष्य सुरक्षित गर्ने एउटा बलियो जीवन रेखा नै हो। आउनुहोस्, यो कसरी हाम्रो सुरक्षा कवच बन्छ अलिक गहिराइमा डुबेर बुझौँ है त। सामाजिक सुरक्षा कोष यो त्यत्तिकै आएको होइन। यो कुनै सामान्य सरकारी निर्णय मात्र थिएन। वास्तवमा यो त राज्यले आफ्ना नागरिकलाई, तपाईँ हामी जस्तालाई बिरामी पर्दा, दुर्घटना हुँदा अनि बुढेसकालमा सहारा दिन गरेको एउटा ऐतिहासिक प्रतिज्ञा हो। जीवनको अनिश्चितता विरुद्धको ग्यारेन्टी। सरकारी जागिर खानेको त रिटायरमेन्टपछि पेन्सन थियो, सुरक्षा थियो, तर प्राइभेट सेक्टरमा काम गर्ने लाखौं मानिसहरूको भविष्य के हुन्थ्यो? उहाँहरूको केही ग्यारेन्टी थियो त? हो, एसएसएफले ठिक यही खाडललाई पुर्ने काम गरेको छ, ताकि जसले जहाँ काम गरे पनि अवकाशपछिको जीवन सम्मानजनक होस्। त्यसो भए यो सामाजिक सुरक्षा कोष आखिर हो के त? सरल भाषामा भन्दा यो जीवनको आँधीबेरीबाट बचाउने एउटा सेफ्टी अम्ब्रेला हो। तपाईले थोरै थोरै योगदान गर्नुहुन्छ र बदलामा यसले तपाईलाई औषधि उपचारदेखि लिएर जीवनभरको पेन्सनसम्मको पूर्ण सुरक्षा दिन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्रणाली चल्छ चाहिँ कसरी त? यसको मुटु भनेकै 31% योगदान हो। आउनुहोस्, यो 31% गणितलाई अलि सरल बनाएर हेरौँ। तपाईको तलबबाट काटिने त्यो 31% रकम आखिर जान्छ कहाँ? हेर्नुहोस्, सबैभन्दा गजबको कुरा के छ भने यसको सबैभन्दा ठूलो हिस्सा लगभग 28.33% सिधै तपाईको बुढेसकालको लागि यानि कि पेन्सनको लागि जम्मा हुन्छ। बाँकी रहेको सानो सानो हिस्साले औषधि उपचार, दुर्घटना र तपाईको परिवारलाई सुरक्षा दिन्छ। मतलब तपाईको पैसा तपाईकै लागि। अब प्रश्न आउँछ, यसमा को सहभागी हुन सक्छन् त? राम्रो खबर के छ भने यसमा जोडिनका लागि 4वटा बाटा छन् र यी नियम मात्र होइनन्, यी त सबैका लागि आफ्नो भविष्य सुरक्षित गर्ने सुनौलो अवसरहरू हुन्। पहिलो बाटो हो औपचारिक क्षेत्र। मतलब यदि तपाईँ कुनै कम्पनी, ब्याङ्क, स्कुल वा कुनै पनि संस्थामा काम गर्नुहुन्छ भने तपाईको लागि एसएसएफमा आउनु अनिवार्य छ। यो तपाईको आर्थिक सुरक्षाको लागि एकदमै महत्त्वपूर्ण र अनिवार्य कदम हो। दोस्रो र तेस्रो बाटो यो झनै महत्त्वपूर्ण छ। पहिले जो सुरक्षाको पहुँचबाट बाहिर थिए, जस्तै दैनिक ज्यालादारी गर्ने, कन्स्ट्रक्सनमा काम गर्ने वा कृषि मजदुरहरू, उहाँहरूलाई पनि कोषले समेटेको छ। अनि आफ्नै व्यवसाय गर्नेहरू जस्तै डाक्टर, वकिल, पसले जो स्वरोजगार हुनुहुन्छ, उहाँहरूले पनि यसमा सामेल भएर आफ्नो भविष्य सुरक्षित गर्न सक्नुहुन्छ। र अब चौथो बाटो, यो त साँच्चै एउटा गेम चेन्जर हो। वैदेशिक रोजगार क्षेत्र। विदेशमा रगत पसिना बगाइरहेका हाम्रा दाजुभाइ, दिदीबहिनीहरू र उहाँहरूका परिवारको लागि यो योजना एउटा वरदान नै साबित भएको छ। किन यति महत्त्वपूर्ण छ त? किन विदेशमा हुने हरेक नेपालीले यसमा सामेल हुनै पर्छ? कारण एकदमै सरल तर शक्तिशाली छ। सोच्नुहोस् त, महिनाको न्यूनतम 2000 रुपियाँ मात्रै जम्मा गर्दा यदि केही भइहाल्यो भने नेपालमा रहेको तपाईको परिवारले जीवनभर पेन्सन पाउँछ। यो भन्दा ठूलो सुरक्षा सानो लगानीमा अरू के हुन सक्छ र? अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण भागमा प्रवेश गर्दैछौँ। त्यो हो सदस्यहरूले पाउने जीवन नै बदल्न सक्ने सुविधाहरू। कोषले मुख्यतया 4वटा सुरक्षा कवच दिन्छ। पहिलो, औषधि उपचार र मातृत्वको सुरक्षा। दोस्रो, दुर्घटना र अशक्तताको सुरक्षा। तेस्रो, आश्रित परिवारको सुरक्षा। र चौथो, सबैभन्दा महत्त्वपूर्ण, वृद्धावस्थाको सुरक्षा यानि कि पेन्सन। परिवारको कोही अचानक बिरामी पर्यो, अस्पतालको बिलको टेन्सन लिनु पर्दैन। कोषले हरेक वर्ष 1 लाख रुपियाँसम्मको उपचार खर्च बेहोर्छ। अब दुर्घटनाको कुरा गरौँ, जुन कसैलाई भनेर आउँदैन। यदि काम गर्ने ठाउँ बाहिर दुर्घटना भयो भने कोषले 7 लाख रुपियाँसम्मको उपचार खर्च दिन्छ। र यदि भगवानले नगरोस् काम गर्ने ठाउँमै दुर्घटना भयो भने उपचार खर्चको कुनै लिमिटै छैन, जति लाग्छ सबै कोषले बेहोर्छ। यसले परिवारलाई आर्थिक सङ्कटमा डुब्नबाटै जोगाउँछ। र अब सबैभन्दा मार्मिक तर सबैभन्दा शक्तिशाली सुरक्षा, यदि परिवारको कमाउने सदस्यको निधन भयो भने त्यस्तो अवस्थामा कोषले श्रीमान वा श्रीमतीलाई जीवनभर पेन्सन दिन्छ। त्यो पनि मृतकको तलबको 60%। यति मात्र होइन, छोराछोरीले 21 वर्षको उमेरसम्म पढाइ खर्च पाउँछन्।
सोच्नुहोस् त, यो सुरक्षाले परिवारलाई कहिल्यै एक्लो र असहाय हुन दिँदैन। अनि अन्त्यमा त्यो सुविधा जसको लागि हामी सबैले बचत गर्छौं, पेन्सन। यसको प्रक्रिया त झनै सरल छ। 1. 15 वर्षसम्म योगदान गर्ने, 2. 60 वर्षको उमेर पुग्ने र 3. जीवनभर हरेक महिना पेन्सन बुझ्ने। अब तपाईको मनमा एउटा प्रश्न आउन सक्छ, यो पनि कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोष जस्तै अर्को एउटा बचत खाता मात्रै हो कि क्या हो? जवाफ हो, बिल्कुल होइन। हेर्नुहोस्, सञ्चय कोष वा नागरिक लगानी कोष भनेको तपाईको बचत हो, जुन रिटायर हुँदा एक मुष्ट फिर्ता पाउनुहुन्छ। तर सामाजिक सुरक्षा कोष बचत मात्र होइन, यो त जीवनभरको आम्दानी यानि कि पेन्सन र पूर्ण सुरक्षाको प्याकेज हो। फरक के छ भने एउटाले एकपटक पैसा दिन्छ, अर्कोले जीवनभर सहारा दिन्छ। अब हामी यो छलफलको निष्कर्षमा आइपुगेका छौं। सामाजिक सुरक्षालाई हेर्ने हाम्रो सोच नै बदल्ने बेला आएको छ, किनकि यो कुनै विकल्प होइन। यसमा चुनौतीहरू छन्। कतिलाई यसबारे थाहा छैन, कतिपय संस्थाहरूले आनाकानी गर्छन्, तर लक्ष्य एकदमै स्पष्ट छ र त्यो अतल छ। नेपालको हरेक श्रमिक, चाहे उहाँ जहाँसुकै हुनुहोस्, उहाँलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउने। र अन्त्यमा, सामाजिक सुरक्षा भनेको रोज्ने वा नरोज्ने विकल्प होइन। यो त सम्मानका साथ सुरक्षित जीवन जिउन पाउने हरेक नागरिकको अधिकार हो, र यो अधिकारलाई सुनिश्चित गर्नु हामी सबैको साझा कर्तव्य हो।